टाइपको राइको ल हानु न तपाईँ ल 3 2 1 गो ल अलिकति म्युजिक म्युजिक त्यति गान न अरे सबैलाई भन्छु कुरामा शिक्षाको सबैलाई भन्छु कुरामा शिक्षाको यो फेरि यसरी ऱ्यापटरमा चिच्चाको कुरा गर्दाखेरि हल्का बिच्चाको म भन्छु मैले बेसी तेरि चिच्चाको यस्तो छ मेरो यस्तो फ्लो मान्छे काली भए पनि नेपाली हो देखाउने हो तँलाई डाँडा कटाउने हो तँ जस्तोलाई त बाटोमा लगेर भाटाले ठोक्ने हो ल यापनीमा भएको कारणले गर्दाखेरि साझो गएको जिन्दगीलाई फेरि यता अल्झै राको म्यासेजको अघि फेरि कति गइदिरहेको याद गर्दा फेरि जिन्दगीलाई यतिकै ऱ्यापमा यसले पुरै छाडिदिरहेको तँ जस्तो ऱ्यापरलाई त भाइ गाँचामा हालेर सड्काइरहेको तेरो केटीलाई त डाँडा गाउँमा मैले पड्काइरहेको होइन कस्तो खाले ऱ्याप हानेको आफ्नै डाँडा सड्काइरहेको सुन्दैछु ऱ्यापको बेटलमा फेरि केटीको बारेमा गर्दाखेरि फेरि यसले पनि चाहिँदैन तर कुरा गर्छ फेरि यता फकटै आइनेमा मेसेजको अघि फेरि केटीमाथि तँ माथि धाउँदैमा म पनि भएको थिएँ त्यही कारणले तँ न कुरा गर रहँदैमा तर मेसेज गर्छु अघिको अघि जतिसुकै भए पनि त्यो केटी चाहिँ तँलाई म कहिले पनि दिन्न नि तँ जतिसुकै ठुलो कुरा गर होइन तेरो ऱ्याप सुनेर लाग्यो तेरो ऱ्याप सुनेर वाक्का दिक्क लागिसक्यो तेरो लुगा हेरेर लागिसक्यो मलाई फोर यहाँ चाहिँ तँ ओभर स्मार्ट बन्नु खोज्छस् तर गाउँको चाहिँ भेडा चोर भनेर जय गाउँको ऱ्यापर न्युज च्यानलमा गएर सोध होइन केटी पाएन भने आफ्नै कन्डोमा ठोक यसको ऱ्याप जस्तै भयो नि मेरो लागि मन छुने भयो यसको ऱ्याप सुनेर मेरो पनि मन छुने भयो यसको गजेडी हालत थाहा छैन भोलि के हुने हो तर यसको इज्जत भने चाहिँ सनी लियोनको नाइटो मुनि हो आउँदैछ ऱ्यापरको ग्याङस्टर भन्छ आफूले आफूलाई खुद ठानेको ऱ्यापरको ग्याङस्टर भन्छ आफूले आफूलाई खुद ठानेको त्यो एउटा चाले सुँगुरको चारो काट्ने एउटा माने हो